मेरो भाउजूले छुट्टीमा चाहिँ केटाहरू केमा बिजी हुन्छ भने चाहिँ यस्तो। हेलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ म बिहान उठेर गोठ मक्कली पकाउँदैछु। यो खुट्टा चाहिँ यस्तो चिलायो कि के चाहिँ भयो भनेर चाहिँ हेरेको थिएँ नि त। बिहान उठेर चाहिँ गोठ आउने बेलामा मच्चा लाउनुपर्छ नि त। अन्तखेरि चाहिँ मच्चा फुकालेर हेर्दाखेरि चाहिँ नि झुसुले चाहिँ यसरी मच्चामा मरिरहेको छ। मच्चाभित्र हेर्नुहोस् नि यस्तो बेसी चिलाइरहेको छ कि अब यहाँनिर। अब जुट साबुन गरेर धुने बेला भयो नि यसरी आउनुपर्छ नि त गोठ आउँदाखेरि चाहिँ। आजको वेदर चाहिँ यस्तो छ, घाम छैन। म चाहिँ गरम पानी लिएर जाँदैछु अब नुहाउनुको लागि। मेरो भाउजूले लाउनु भएको रहेछ। अब चाहिँ म नुहाउनु जाने। अनि मैले तातो पानी रेडी गरिसकेको छु। अब म नुहाएर चाहिँ म के गर्छु तपाईँहरूलाई भन्नेछु, देखाउनेछु है। र म चाहिँ नुहाएर आइसकेँ है। अब चाहिँ हल्का उयो गर्छु, मोइस्चराइजर लगाउँछु। मेरो मोइस्चराइजर पनि फिनिस्ड भइसकेको छ। मोइस्चराइजर चाहिँ लेक्मीको अलिअलि मोइस्चराइजर चाहिँ लाउनुपर्छ नि त। पुरा फुट्छ अनुहार, पुरा ड्राई हुन्छ नि त मेरो चाहिँ अनुहार। अलिअलि चाहिँ लगाउनुपर्छ। यो सकिन्छ क्रिम पनि। बिमार भएर आफू बसेको, क्रिम सकेको के सकेको केही याद छैन। पिम्पल्स आइरहेछ फेरि यहाँनिर जत्रो दुखिरहेछ। चाहिँ नुहाएर चाहिँ केही लगाउँदिनँ, खालि एउटा मोइस्चराइजर लाउँछु अनि सनस्क्रिन लगाउनै पर्छ। बारीमा काम गर्नुपर्छ, के गर्नुपर्छ हो। त्यही भएर जाँगर लाग्दा त लगाइहाल्छु, अल्छी लाग्यो भने त लाउँदिनँ। अल्छी नलागेको बेलामा चाहिँ लाउँछु। अब चाहिँ म टिका लगाउने बानी भइसक्यो। टिका नलाउँदा त आफूलाई कस्तो लाग्छ कि, लगाउनु मन परिहाल्छ नि त। अन्त मसँग चाहिँ टिका सानो खाले लगाउँछु है। बानी भइसक्यो टिका लगाउने कि टिका लगाउनु मन परिहाल्छ नि त। कता गयो टिका पनि नलगाऊ पो भन्दैछ त आज त। मलाई त भागिहाल्दैछ त। ल भयो है। यहाँभन्दा बेसी चाहिँ केही लगाइँदैन। एउटा मोइस्चराइजर लाउने, एउटा सनस्क्रिन लाउने है, छैन केही लगाउँदिनँ। अनुहार पुरा बिग्रेको छ अहिले, दाग पुरा भएको छ। ल साथी हो, म चाहिँ यहाँनिर चाहिँ होइन रुममा आइसकेको थिएँ नि त। अनि मैले चाहिँ रुममा लुगाहरू केही मिलाएको थिइनँ नि त। अन्तखेरि चाहिँ म चाहिँ लुगाहरू पट्याउनुपट्टि लागेँ होइन। त्यहाँदेखि चाहिँ ब्यागहरू मिलाउनु थालेँ, किनभने केही मिलाएकै थिइनँ नि त मैले। अन्तखेरि चाहिँ मैले छिटो गरेर चाहिँ लुगाहरू मिलाउनुपट्टि लागेँ। अन्त भने चाहिँ यस्तो छ जिन्दगानी है। बिहान उठेर यही हो, घरि के गर्दा दिन बितेको चालै पाउँदैन हो। अन्तखेरि कोही बेला त कस्तो अल्छी लाग्छ, ओछ्यानहरू उठाउनु मन लाग्दैन होइन। बिमारहरू हुँदा त झन् र म त दिनैहरू यत्तिकै राख्छु। कोही बेला जाँगर लाग्दा चाहिँ यसरी सफा गर्छु। अन्तखेरि चाहिँ मैले चाहिँ गमला किनेर ल्याएको नि त अस्ति नै होइन। अन्त म चाहिँ बिमार भएकोले चाहिँ मैले रोप्न सकेको छुइनँ। अन्त यो फाल्टु चाहिँ मेरो बारीमा काम गर्ने हो साथीहरू भन्दै मैले चाहिँ त्यहाँ भनिरहेको थिएँ नि त। म चाहिँ यहाँनिर चाहिँ घर पुस्दै थिएँ नि त। अनि चाहिँ अचार मिलाइसकेर चाहिँ होइन घरहरू पुस्नु थालेको। अनि थाकेर कस्तो भयो। फाइनली मैले घर पुसिसकेँ। अब कोठाको चाहिँ पुसिसकेँ। अब किचन पुस्नु छ। किचन पानी परेकोले पुरा हिलो भएको छ नि त। अनि म किचनहरू पुस्छु, त्यहाँदेखि खानाहरू बनाउँछु, खान्छु है। त्यही भएर म आज दिउँसो के गर्छु आज, किनभने उयो पनि हो नि त, आज होली पनि हो नि त। सबैजनालाई ह्याप्पी होली है। अन्तखेरि चाहिँ आज चाहिँ बारीमा काम पनि गर्दैन।
अब के गर्छु तपाईहरुलाई देखाउँदै जानेछु। राति मजाले पानी परेर अहिले बिहान यस्तो दामी घाम लाग्यो नि, कस्तो तातो तापी बसौँ खालको घाम लाग्यो। अब चाहिँ म घर पुस्छु, किचन पुस्छु। हाय हेलो साथीहरू, म चाहिँ किचन पुस्दैछु हो। आजकल त थाकिहाल्छु, कामै गर्नु सक्दिनँ कुनै के भएको, सानो सानो काम गर्दै थाकिएको जस्तो भइहाल्छ नि त। अन्तखेरि चाहिँ नि यहाँनिर चाहिँ हेर्नुहोस् न, इन्डोर प्लान्ट चाहिँ यो चाहिँ किचन पुस्दैछु नि त। यो चाहिँ भित्र राख्नुपर्ने होइन, मैले बाहिर राखेको थिएँ। यस्तो गर्दो रहेछ। अन्तखेरि चाहिँ खाना खानु लागेको साग र आलु काटेको छु। मामले म चाहिँ किचन यहाँनिर चाहिँ छ दाल, यो चाहिँ हो पहेँलो दाल। के भन्छ, कस्तो दाल भन्छ याद छैन, पहेँलो दालै भन्छ। घरमै बारीमा फलेको दाल। माम खाए साथीहरू। अब भने चाहिँ म चाहिँ कहाँ गएको भने दोकान गएको, एकछिन दोकान जाने काम छ। अन्तखेरि चाहिँ जतिखेर पनि भिडियो बनाउँदा हात चाहिँ टाउकोमा लाने बानी लागेको छ। म चाहिँ दोकान गएको, यस्तो दामी घाम लागेको छ। यसरी चाहिँ मजाले बारी जोतिसकेको छ। यता चाहिँ बल्ल रोड आइपुगेँ म चाहिँ। के गर्नु हुँदैछ हौ? नयाँ मान्छे आएको नि, नयाँ घर हेर्नु। नयाँ मान्छे बस्छु नि। खाँदिनँ भाइ, माम खाने बित्तिकै आएको। भात खाने बित्तिकै आएको, कसम खाँदिनँ। खाँदिनँ माइजू, माम खाने बित्तिकै आएको, खाँदिनँ। भात खाने बित्तिकै आएको, माम खाने बित्तिकै आएको। बाजे खाना खाने बित्तिकै आएको। छुट्टीमा चाहिँ केटाहरू केमा बिजी हुन्छ भने चाहिँ यस्तो हो नि त, बिजी है भाइ गेममा। एप्पल खानुपर्ने रे, खाऊ है केटा हो। एउटा एउटा खाना खा, एउटा खा त ल। लक्ष्य खाऊ, खाऊ न एउटा एउटा छ खाना ल। सरम मानेको छ मानेन पो मैले दिएको त। मैले दिएको चाहिँ नखाने अरे। म चाहिँ दोकान पुग्नु लागेँ अहिले, हिँडेको होइन। पर मामाकोमा बस्यो नि त, कान्छा मामाकोमा बसेर चिया खाएँ। माइजूले एप्पल दिनुभएको थियो, चिया र एप्पल खाएँ। घरबाट माम खाएर आएको हो नि त। कस्तो मजाले लिचीहरू फुल्नु थाल्यो, कस्तो दामी फल्छ यो लिचीहरूले भोलिपर्सि। लिचीको बोटहरू पुरा छ। मलाई झारिदिनु हुँदैछ आन्टीले। एक दुईवटा मलाई उब्रेको रहेछ होइन। अन्तखेरि चाहिँ टिपिदिनु हुँदै थियो नि त। मिठो हुन्छ नि त, अब सक्दै गयो अमला होइन। यो चाहिँ सानो खालको अमला हो। बिचराहरू डल्ला कुर्दैछ हौ गरममा। दोकानको यो सामान लिएर आएको। काका र आन्टी चाहिँ पुरा डल्ला कुट्नुहुँदैछ। यो चाहिँ डल्ला कुटेर सकेको
काकाहरूले कत्रो कत्रो डल्ला हुन्छ नि त। यस्तो छ आजको दिन चाहिँ। नाम्ची चाहिँ ऊबाट देख्छ। साथीहरू मैले चाहिँ है यति नै भिडियो बनाएँ किनभने चाहिँ भिडियो पुरा लामो भयो नि त। फर्स्ट टाइम ट्राई गर्दैछु। अब चाहिँ हामीले मोमो पनि खाइसक्यो, खाना सबै खाइसक्यो। अब चाहिँ हामी सुत्नु लागेको। सबैजनालाई गुड नाइट। आजको लागि चाहिँ यति नै मेरो भ्लग।